हेलो हेलो सम्पूर्ण फेसबुक प्रेमी, युट्युब प्रेमी अनि भिडियो प्रेमी साथीहरूलाई नमस्कार। आज म चाहिँ अर्ग्यानिक सिस्नो टिप्न आएको छु। हेर्नु होला, त्यो माथि जङ्गलतिर आएको छु। यता है यो जङ्गलतिर चाहिँ कति धेरै सिस्नो रहेको छ अनि हेर्न सक्नुहुन्छ। आज म चाहिँ कति यस्तो दामी दामी सिस्नुको ठोसा भएको ठाउँमा आइपुग्छु कि हेर्नु न गाइस, हैन टिपिरहेको छु। हेर्नु, सिस्नु चाहिँ चिम्टाले टिप्नु पर्ने हो खासमा, तर मैले चाहिँ सजिलोको लागि चाहिँ के भन्छ पन्जा लगाएर चाहिँ एकदम सजिलो हुन्छ। हेर्नु, चिम्टाले त चिल्ने पनि गर्छ नि त टिप्दाखेरि, त्यही भएर पन्जा लाउँदा चाहिँ एकदमै धेरै सेफ रहन्छ। अनि हेर्न सक्नुहुन्छ यहाँ कत्रो गाइस, हेर्नु है, तर कस्तो हरियो देखेको छैन मेरो मोबाइलमा, त्यही पनि एकदमै धेरै राम्रो रहेको छ। आज चाहिँ पुरा सिस्नो पकाएर टिम्बुरको अचार खुर्सानी सहित बनाएर भरे गम भात खाने विचार छ के साथीहरू, त्यही भएर सिस्नो टिप्न आएको। अनि म एक्लै त आएको छैन, हामी साथीहरू अरू पनि आउनु भएको छ, तर उहाँहरूलाई चाहिँ मैले छोडेर, किनभने मैले चाहिँ सिस्नो देखेको थिएँ नि त यहाँनिर पहिला नै, त्यही भएर उनीहरूलाई छोडेर म चाहिँ टाप यहाँ सिस्नो भएको ठाउँमा आइदिएको कि साथीहरू। म त फेरि मस्तै झुकाइदिन्छु नि सबलाई, म अलिक लोभिनी भएको कारणले। अनि मैले चाहिँ देखेको ठाउँमा पक्कै पनि यहाँ त मान्छेले देखेको छैन होला भन्ने भएर हेर्नु नै त्यसै आइदिएको। उहाँहरू चाहिँ वही साना साना सिला गरिराख्नु भएको थियो, अनि म चाहिँ आएर यहाँ तपाईँहरूसँग कुरा गर्दै टिप्दैछु। हेर्नु यत्रो टिपिसकेँ। आज झोला पनि ल्याउन एउटा मात्रै ल्याएको हुनाले चाहिँ मेरो चाहिँ नराम्रो झोला भएको छ, त्यही पनि ठिक छ, जसरी पनि लगिहालिन्छ। त्यही भएर साथीहरू सिस्नो खाने भए आउनुहोस्। कत्रो छ त्यतातिर झन्छ र अहिले तपाईँहरूलाई म देखाउँछु है। गाह्रो हुँदो रहेछ कि टिप्दै देखाउनलाई चाहिँ, क्यामेराम्यान चाहियो हो साथीहरू। मैले टिपिसकेँ आएको न, यतातिर पनि धेरै रहेको छ, त्यतातिर पनि रहेको छ, यता पनि रहेको छ। कति सिस्नुहरू त अहिले म ठुल्ठुलो टिपिसकेर अरूलाई बोलाउँछु कि, पहिला ठुल्ठुलो टिपिसक्ने हो, अनि मसिनो छोडिदिने हो कि, अनि उनीहरूलाई बोलाउने हो। अस्ति नै मैले यहाँकोबाट टिपेर लगेको थिएँ, त्यहाँबाट मान्छे आउनु भएको रहेन रहेछ के अरे। हेर्नु न, कसैले पनि टिपे छैन, तर यहाँ देख्दैन पनि के सिस्नु छ भनेर मान्छेहरूले। मैले चाहिँ कसरी अस्ति नै आउँदाखेरि खोज्दै आउँदा थाहा पाएँ, त्यसपछिबाट चाहिँ ओहो यहाँ पो आउनुपर्ने रहेछ प्रायः मान्छेहरूले चाहिँ नदेख्ने ठाउँमा भन्ने भएको थियो। सो आज आइदिएको रहेछ, आई एम सो ह्याप्पी। अनि यहाँ तल टिप्दै हुनुहुन्थ्यो कि एउटा आन्टी, उहाँले चाहिँ यता देख्नु भएको रहेन रहेछ। उहाँ चाहिँ यताबाट टिपेर आउनु भएको अरे, यताबाट अनि यहाँ चाहिँ नदेख्नु भएको रहेछ कि। म चाहिँ सुई आएर यहाँ टिपिदिएँ, त्यो आन्टी दङ्गै पर्नुभयो होला, उहाँले देख्नुभयो कि ओहो त्यहाँ पनि पाउने रहेछ।
सोच्नु भएको होला अर्कोचोटि चाहिँ म त्यहीँ आउँछु भनेर। त्यही पनि एकचोटिको लागि त मैले यहीँ भेटिहालेँ। अब अरू आए पनि ठिक छ, सबैले देख्नुपर्छ खानुपर्छ। आज त मैले पाइहालेँ के अरे। यहाँ सक्यो, यतातिर रहेछ, यतातिर हेर्नु न। यसरी टिप्दा चाहिँ चिल्दैन क्या साथीहरू, कस्तो मजा हुन्छ है। आफ्नो हातले नि टिपे जस्तो पनि हुने, चिम्टाले कहिले सुर्किरहनु चिल्लेर त्यही माथि कस्तो हुन्छ। यसरी हो भने छिटो पनि हुने, टक्क टक्क। अर्ग्यानिक के भन्छ, देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण आज आफ्नै करेसाबारीको ताजा ताजा तरकारी, बिना औषधि बिना केमिकल खानु पर्दछ। हेर्नु त्यसो भन्थ्यो एउटा बुढोले।